हेलो एभ्रिवान। आज चाहिँ होइन म के भन्नु आएको भन्दाखेरि चाहिँ नि अस्ति यहाँ कुवेतमा होइन अब कतिलाई थाहा छ होला कतिलाई थाहा छैन होला होइन अस्ति कुवेतमा चाहिँ एकजना नेपालको दिदीलाई चाहिँ होइन अब घरकै मालिकनीले अब घरको काम गर्नु आएको रहेछ। घरकै मालिकनीले मारेर चाहिँ ट्यारेसमा लुकाइराखेको अब पुलिसहरूले पक्रिनु चाहिँ होइन। अन्त मैले चाहिँ अब त्यो दिदीको नाममा कन्टेन्ट बनाएको होइन। मैले चाहिँ के भन्नु चाहेको भने अब अहिले हाम्रो होइन दिदी बहिनीहरू सबैजना प्रायः जस्तो बाहिर काम गर्नु आउँछ होइन। अन्त मैले चाहिँ के भन्नु खोजेको भन्दाखेरि चाहिँ तपाईँहरू बाहिर काम गर्नु आउनुहुन्छ भने चाहिँ तपाईँहरू एजेन्सीको थ्रुबाट चाहिँ नआउनुहोस्, किनभने एजेन्सीले केही गर्नु सक्दैन। न नेपालको एजेन्सीले केही गर्नु सक्छ न इन्डियाको एजेन्सीले केही गर्नु सक्छ। यहाँ आएपछि फसेपछि केही गर्नु सक्दैन एजेन्सीहरूले भन्छ हामी निकाल्छ, दुःख भयो भने यस्तो उस्तो उनीहरूले त्यो भन्छ मात्रै, किनभने यो रियालिटी हो होइन। हामी पनि यहाँ छ, बाहिर नै छ, हामीलाई थाहा छ नि त। अन्त तपाईँहरू बाहिर नै काम गर्नु आउनुहुन्छ भने अब तपाईँहरू कसै अब घरमा काम गर्नु आउनुहुन्छ भने चाहिँ तपाईँहरूको अब चिनजान अब त्यही घरमा गर्दैछ, अब तपाईँहरूको चिनजान छ भने उनीहरूको थ्रुबाट आउनुहोस् होइन। अब उनीहरूलाई त थाहा हुन्छ नि त त्यो घर कस्तो छ कस्तो छैन भन्ने कुरा थाहा हुन्छ नि त। उनीहरूको थ्रुबाटहरू आउनुहोस् या तपाईँको अब दिदीबहिनीहरू आएको हुन्छ होइन घरकै कामको लागि आउनुहुन्छ भने चाहिँ एजेन्सीको थ्रुबाट नआउनुहोस्। म चाहिँ यही भन्छु होइन, मेरो सजेस्ट चाहिँ यही छ। किनभने होइन अब चिनजानकै उसबाट आयो भने होइन उनीहरूलाई थाहा हुन्छ कि त्यो घर कस्तो छ के छ, एटलिस्ट त्यो त उनीहरूलाई थाहा हुन्छ। अन्त अलिकति भए पनि सेफ्टी हुन्छ होइन। अब त्यो दिदी बिचारा कस्तो माया लाग्दो, अब के गर्नु सक्छ होइन, केही पनि गर्नु सक्दैन होइन। अन्त म चाहिँ त्यही भन्छु, तपाईँहरू घरको लागि आउँदैछ या बाहिर काम गर्नु आउँदैछ भने चाहिँ एकदम सोचेर बुझेर जानेर कस्तो छ के छ भनेर आउनुहोस्। त्यो एजेन्सीले भनेको जोसमा चाहिँ नआउनुहोस्। एजेन्सीहरूले त्यहाँ हुँदा त के को सपना देखाउँछ, तर यहाँ आएपछि त्यस्तो केही हुँदैन, उनीहरूले केही गर्नु पनि सक्दैन होइन। तपाईँहरू घरकै लागि, म फेरि भन्दैछु, तपाईँहरू घरकै लागि आउनुहुन्छ भने चाहिँ तपाईँको चिनजान छ त्यही घरमा काम गर्ने, उनीहरूलाई थाहा छ, उनीहरूले बोलायो भने चाहिँ तपाईँहरू आउनुहोस्, एजेन्सीको थ्रुबाट चाहिँ नआउनुहोस् होइन। अन्त म चाहिँ यति नै भन्छु होइन। अब एउटा नेपालीलाई पढ्नु नै सबै नेपालीलाई पढेको जस्तै हो होइन। अन्त मेरो भन्नु चाहिँ यही छ, अब जो आउनुहुन्छ एकदम सोचेर बुझेर आउनुहोस्, एजेन्सीको थ्रुबाट चाहिँ नआउनुहोस्, एजेन्सीले केही गर्नु सक्दैन।